हेलो गाइज, सबैजनालाई नमस्कार। सबैजना सन्चै हुनुहुन्छ होला। म नि सन्चै छु। आज 4-5 दिन भइसक्यो भ्लग हाल्न पाएको छैन होइन। यस्तै हो, काम प्लस पढाइ प्लस होइन, सबै कुरा म्यानेज गर्नुपर्छ अनि भिडियो पनि बनाउनको लागि म्यानेज गर्नुपर्छ। त्यही भएर खासै टाइम मिलिरहेको थिएन होइन। अनि आज चाहिँ म बल्कुदेखि अलि माथि आइरहेको छु। खासमा आज हस्पिटलमा आएको होइन। हस्पिटलमा अलिकति स्वास्थ्यमा अलिकति प्रब्लम समस्या भएर चाहिँ म हस्पिटल आएको छु। अनि हस्पिटलमा चाहिँ 2 घन्टापछि डक्टर आउने भएको कारणले गर्दा म चाहिँ यता माथितिर आएको होइन। अनि अब अहिले ठ्याक्कै 1:40 भयो होइन। 2:30 आउने भन्नुभएको थियो डक्टर। अझै 40 मिनट बराबर छ। 2:30 चाहिँ डक्टर आउनुहुन्छ होइन। अनि म चाहिँ यता नास्ता खान आएको थिएँ। नास्ता पनि खाएँ। अनि अब म जाँदैछु हस्पिटलको नजिक भएर जाँदैछु होइन। यस्तै हो, मान्छेहरूलाई होइन केही न केही समस्या भइहाल्छ कि। स्वास्थ्य नहो जसको नि जतिखेर नि बिग्रिन सक्छ होइन। मेरो चाहिँ हल्का यो साइड कोको साइड दुख्ने गर्थ्यो कि। अनि हिजो चाहिँ किर्तिपुर हस्पिटलमा चाहिँ मैले भिडियो एक्सरे अनि सादा एक्सरे गरेँ। केही देखाएन होइन बाहिर चाहिँ। अनि अब उहाँको डक्टरले के भन्नुभयो भन्दाखेरि सानिपाको स्टार हस्पिटलमा जानु होला। अनि त्यहाँ गइसकेपछि आन्द्राको समस्या छ कि आन्द्राको समस्या हुनसक्छ तपाईँको, भित्र चाहिँ बाहिर चाहिँ केही छैन भन्नुभएको। अनि त्यही भएर म चाहिँ यहाँ आज सानिपाको स्टार हस्पिटलमा आएर चाहिँ डक्टरको पर्ची काटिसकेँ होइन। डक्टर 2 घन्टापछि आउने भएको कारणले गर्दा म यता नास्ता खान आइरहेको थिएँ। नास्ता खाएर म अब जाँदैछु हस्पिटलतिर। हस्पिटलको नजिक आइरहेको छ होइन। सबैजनाले भिडियो अन्तिमसम्म हेरेर माया गरिदिनु होला होइन। मेरो च्यानललाई सब्सक्राइब गरी साथ सपोर्ट गरिदिनु होला। हजुरहरूको साथ सपोर्टले गर्दा चाहिँ हामी जस्तो सानो युट्युबरहरूलाई एउटा ऊर्जा मिल्छ कि, भिडियो बनाउन एउटा ऊर्जा मिल्छ, शक्ति मिल्छ होइन। चाहे भ्युज आए पनि नआए पनि सब्सक्राइब चाहिँ गरिदिनु होला। सबैजनाले भिडियो हेरेर माया गरिदिनु होला होइन। यो इता माथि भएर चाहिँ कोटेश्वर जान्छ होइन। अनि इता भएर चाहिँ बल्खुतिर भन्दै किर्तिपुर हुँदै कलङ्की जाने बाटो हो कि यतातिर चाहिँ। मस्त छ। आज चाहिँ घाम लागिरहेको छैन, बादल लागिरहेको छ, पानी पर्ला जस्तो भइरहेको छ होइन। अघि पानी पनि परिरहेको थियो, अहिले चाहिँ पानी रोकिरहेको छ। त्यही नै हो गाइज। सबैजनाले धेरै मोटाउनु भयो दाइ, जिम गर्नु पऱ्यो भन्नुहुन्छ कि कतिपय मान्छेहरूले। टाइमै मिल्दैन, पढ्नुपर्छ होइन। त्यस पछाडि के टाइम नै मिल्दैन कि, कति कुराहरूलाई म्यानेज गर्नु परेको छ होइन। त्यही जिममा जान अलिक टाइम मिलिरहेको छैन। यदि त्यो समय आएछ भने पनि म हजुरहरूको समस्या हल गरिदिनेछु। अहिले चाहिँ होइन अब जिम जाने टाइम छैन मसँग, अलिकति समय पुग्दैन होइन। सबै कुराहरू हेर्नुपर्ने हुन्छ, मिलाउनु पर्ने हुन्छ। इताको फुलहरू फुलिरहेको थियो होइन। म चाहिँ यो बाटो भएर आएँ। अनि उतातिर चाहिँ फुल फुलिरहेको छ के। राम्रो छ यहाँनिर, एकदम सडकको ट्र्याकतिर छ होइन। एकदम रमाइलो छ। यहाँ पनि फुल फुलिरहेको छ कि है, फुल फुल्न बाँकी रहेको छ होइन। अब यो फुल फुलेर पनि यसको सिजन नै गइसक्यो। फेरि नयाँ फुलको सिजन आइरहेको छ होइन। त्यही हो, अब म हस्पिटलको नजिक आइरहेको छु। हस्पिटलको नजिक आइरहेको छु होइन। सबैजनाले म जस्तो सानो युट्युबरहरूलाई यदि सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला होइन। तब हामीलाई पनि एउटा ऊर्जा आउँछ, काम गर्न मजा लाग्छ कि होइन। यो चाहिँ कोटेश्वर जाने गाडीहरू हुने सबै कोटेश्वरहरू यतातिरको गाडी छ। किताब बस्नु लायक पनि छ कि, दामीसँग यतातिर बस्नु लायक रुखहरू छ होइन। रुखहरू छ अनि त्यस पछाडि बस्नु हरियाली ठाउँहरू पनि छ। आनन्द आउँछ यस्तो ठाउँमा बस्नलाई चाहिँ। यहाँबाट चाहिँ जेब्रा क्रस छ। यहाँबाट मान्छेहरू होइन पारी गर्न सक्छ होइन, मान्छे सक्नुहुन्छ।
मेरो बाइक चाहिँ तल हस्पिटलमै छ। म चाहिँ बाइकमा भन्दा नि हिँड्न मनपर्छ, त्यही भएर म चाहिँ यता माथितिर हिँडेर आएको होइन। नास्ता खाएँ, अब नास्ता खाएर हस्पिटल आउँदैछु। अब यहाँबाट सिधै अगाडि गयो भने बोल्खा आउँछ, यता माथितिर गयो भने चाहिँ कोटेश्वरहरू कोटेश्वर, त्यस पछाडि कोटेश्वरको अगाडि ग्वारको अगाडि के भन्छ त्यसको नाम ठ्याक्कै बिर्सिहालेँ मैले चाहिँ होइन। यो चाहिँ म हस्पिटलमा आउँदैछु, हस्पिटल आइसकेको छु म चाहिँ होइन। अब त्यो गाइज गाह्रो छ, यही पछाडिको हो न होइन हस्पिटल आएको म चाहिँ। यहाँ चाहिँ राम्रो हस्पिटल हो अरे, मैले पर्ची पनि काटिसकेको छु होइन। सो गाइज मेरो हस्पिटल चाहिँ यही हो होइन, हस्पिटल आइरहेको छु, यही हस्पिटल हो होइन। अब चाहिँ म यहाँ आइसकेको छु। भिडियो अन्तिमसम्म हेरेर माया गरिदिनु होला सबैजनाले। अहिलेलाई भिडियो म राख्छु, यहाँबाट भित्र जान्छु होइन। ल गाइज बाई।